कण लघुकथा मञ्चको फेसबुक पेजको प्रत्यक्ष प्रसारणमा स्वदेश तथा विदेशको भूमिबाट जोडिनुभएका तमाम आदरणीय स्रष्टा सर्जक साहित्यप्रेमी व्यक्तित्वहरूमा हार्दिक नमस्कार, एकमुष्ट स्वागत तथा न्यानो साहित्यिक अभिवादन व्यक्त गर्दछु। आज मिति 2082 साल पुष 4 गते शुक्रबार, तदनुसार डिसेम्बर 19, 2025 पुष कृष्ण औँसी तिथि, नेपाल सम्मत 1146। साहित्य अनुरागी आदरणीय लघुकथा प्रेमी दिव्य मनहरू, लघुकथा जस्तो चोटिलो र रसिलो साहित्यिक विधाको उन्नय र विस्तारका लागि पूर्वी क्षितिजबाट कण लघुकथा मञ्चले बिगुल फुक्दै विश्व साहित्यमा आफ्नो यसको ध्वनिलाई गुन्जयमान बनाउने उद्देश्यका साथ सञ्चालित यो कार्यक्रम आज 30औं श्रृङ्खलामा प्रवेश गरिसकेको छ। यहाँहरूलाई अवगतै छ, आदरणीय लघुकथा प्रेमी व्यक्तित्वहरू, हामीले करिब 3-4 हप्ता अगाडिदेखि प्रत्यक्ष रूपमा कार्यक्रम वाचन र विमर्श गर्न सकिरहेको अवस्था छैन। तथापि पनि म आज जमर्को गर्नेछु। सँगसँगै विमर्शकज्यूलाई जोड्नको निम्ति, विमर्श गर्नको निम्ति आज विमर्शकज्यू उपस्थिति हुनुहुनेछ, आदरणीय दाइ दीप मगरान्तीज्यू। उहाँलाई म यहाँ सँगसँगै जोड्ने प्रयास गर्नेछु। यदि सफल हुन सकिएन भने म आफू आज छनौटमा परेका लघुकथाहरूलाई सरसर्ती वाचन गर्नेछु र म आउट भए पछाडि उहाँ फेरि लाइभमा जोडिएर सो वाचित लघुकथाहरूको विमर्श गर्ने कुरा यहाँहरू समक्ष अग्रिम जानकारी गराउँदै म कण लघुकथा मञ्चको एकपटक भित्तोलाई निहालिरहेकी छु। कुमार दाईको उपस्थिति देखेकी छु। आजका लघुकथाहरू उहाँले छनौट गर्नुभएको छ, हार्दिक आभार नमन व्यक्त गर्दछु। त्यसै गरी दीप दाईको आजका विमर्शकज्यूको पनि मैले उपस्थितिलाई यहाँ हामीलाई निहालिरहनु भएको छ, देखेकी छु, जोड्ने प्रयास गर्नेछु। त्यसै गरी आजको लघुकथा छनौटमा पर्नुभएको आदरणीय व्यक्तित्व हुनुहुन्छ केशव रिजालज्यू, उहाँको पनि मैले उपस्थिति देखिसकेकी छु। उहाँले भन्नुभएको थियो, राति नै मैले राम्रो सपना देखेकी थिएँ, आज नै मेरो लघुकथा छनौट भएछ भन्नुभएको थियो। धेरै खुसी लाग्छ। म उहाँको बौद्धिकताको सम्मान गर्दछु। जस्तो सुकै परिवेशमा पनि उहाँलाई अत्यन्तै चोटिला शब्दहरूले सबैमा उत्प्रेरणा जगाउने खालको व्यक्तित्व हुनुहुन्छ उहाँ। पुनः आभार प्रकट गर्दछु उहाँप्रति। नीलम कुमार पौडेलज्यू लन्डनको भूमिबाट हामीलाई निहालिरहेकी छु, स्वागत सम्मान अर्पण गर्दछु। कार्यक्रम अवधिभर रहिदिन पनि हार्दिक अनुरोध गर्दछु। उहाँलाई आफ्नो व्यस्त कामको बावजुद पनि उहाँले आफ्नो समयलाई निकालेर निर्धारित कण लघुकथा मञ्चको कार्यक्रममा उपस्थिति जनाउनु भएको छ। पुनः आभार प्रकट गर्दछु नीलम कुमार पौडेलज्यू। भन्दै म एकपटक विमर्शकज्यूलाई जोड्ने प्रयास पनि गर्नेछु र त्योभन्दा अघि आज छनौटमा पर्नुभएका आदरणीय व्यक्तित्वहरूको लघुकथा र उहाँहरूको नाम वाचन गर्ने यहाँहरू समक्ष अनुमति चाहन्छु। आज छनौटमा पर्नुभएको आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ केशव रिजाल, आफूलाई योगेश्वर दास भनेर लेख्नु भएको छ। उहाँले छोरी शीर्षकको लघुकथा प्रेषित गरेर आज छनौटमा पर्नुभएको छ। त्यसै गरी नन्दलाल आचार्यज्यू
लघुकथा प्रतिष्ठान नेपालको बौद्धिक व्यक्तित्व हुनुहुन्छ। उहाँले प्रेषित गर्नुभएको लघुकथा लौरो आज छनौटमा परेको छ भने तेस्रो लघुकथा रहेको छ कृष्ण बोहराज्यूले प्रेषित गर्नुभएको लघुकथा बाबु साहेब। तीनैजना छनौटमा पर्नुभएका अब्बल स्रष्टाहरूप्रति हार्दिक आभार नमन साधुवाद टक्र्याउन चाहन्छु भन्दै म आजको विमर्शकज्यूलाई यतैबाट रिक्वेस्ट पठाउन चाहे तर मैले भेटिनँ। ल एकपटक विमर्शकज्यू त्यतैबाट हजुरले प्रयास गर्नुहोला, त्यस पछाडि म हजुरलाई एक्सेप्ट गर्ने प्रयास गर्नेछु। मैले यहाँबाट कुनै अप्सन नभेटेको यहाँहरू समक्ष मैले जानकारी गराएँ। पुनः एकपटक हजुरले प्रयास गर्नुहोला, अनि भएन भने फेरि म यताबाट एकपटक प्रयास गर्नेछु। फेरि पनि भएन भने म कार्यक्रमलाई अघि बढाउने समेत यहाँहरू समक्ष जानकारी गराउन चाहन्छु। आदरणीय व्यक्तित्वहरू, यहाँहरूले गर्दा नै आज कण लघुकथा मञ्चको प्रत्यक्ष प्रसारण फेसबुक लाइभको प्रत्यक्ष प्रसारण कार्यक्रम 30औं श्रृङ्खलामा आइपुगेको छ। लघुकथा एक आकस्मिक उठान भई एकपटक म विमर्शकज्यूलाई जोड्ने प्रयास गरिरहेकी छु। उहाँले त्यताबाट रिक्वेस्ट पठाउनु भएको छ, एडिङ भनिरहेको छ। थोरै समय म 1 मिनट समय उहाँलाई कार्यक्रम एकदम रोमान्टिक हुने थियो, मनोरञ्जन प्रदान गर्ने थियो। सुन्ने श्रोताहरूलाई पनि त्यस्तो कुनै कौतूहलता हुने थिएन कार्यक्रम किन यस्तो भयो भनेर जोड्ने प्रयास गरिरहेकी छु। एडिङ भनिरहेको छ, आशा छ जोड्न सकिन्छ होला। लघुकथा एक आकस्मिक उठान भई अल्प समयमा उत्कर्षमा पुग्ने र अप्रत्याशित रूपमा कुनै अर्थपूर्ण ध्वनि ध्वनन गरेर समाप्त हुने कहानीको सङ्कथन नै लघुकथा हो भन्ने लाग्छ मलाई। त्यही भएर अहिले पछिल्लो समयमा नेपाली साहित्यमा लघुकथाको लेखन र पठन सर्वाधिक चर्चा र चासोको विषय बनेको छ। यसैलाई निरन्तरता दिनको लागि कण लघुकथा मञ्चले आफ्ना कार्यक्रमहरू हप्तामा 2 पटक अघि बढाएको छ। मङ्गलबार र शुक्रबार। हजुर कनेक्सन फेल्ड भन्यो, म उहाँलाई जोड्न सक्दिनँ होला। एकपटक म यताबाट ट्राई गर्छु, त्यस पछाडि भएन भने म कार्यक्रमलाई अगाडि बढाउनेछु। दीप दाइ, हजुरलाई मैले हजुरको दीप मङ्ग्रान्तीको आइडीमा रिक्वेस्ट पठाएकी छु। हजुरले त्यहाँबाट एकपटक प्रयास गरिदिन हुनको निम्ति म अनुरोध गर्छु र भएन भने म कार्यक्रमलाई अघि बढाउन चाहन्छु। जति हामीले कार्यक्रम सञ्चालन गर्नका लागि हामी प्रयत्नरत छौँ, त्यति नै हामीलाई आदरणीय व्यक्तित्वहरूले निर्धारित समयमा टुप्लुक्क उपस्थित जनाइदिनु भएर हरेक क्रिया प्रतिक्रियाहरू मार्फत सल्लाह सुझाव उति नै दिनुभएको छ, हाम्रो मार्गदर्शक बन्नुभएको छ। यहाँहरूप्रति कण लघुकथा मञ्च संस्था र मेरो व्यक्तिगत तर्फबाट हार्दिक आभार प्रकट गर्दछु र यहाँहरूको सदैव ऋणी रहेका छौँ भन्न पनि चाहन्छु। जोड्ने प्रयास गरेँ तर हजुरलाई मैले जोड्न सकिनँ। यहाँहरू समक्ष मैले जानकारी गराएँ। म कुनै पनि ढिला नगरिकन 15-20 मिनटमा लघुकथाहरू वाचन गरिसक्नेछु, 3वटा लघुकथा, र त्यस पछाडि म प्रत्यक्ष लाइभबाट आउट हुनेछु र विमर्शकज्यूले वाचित लघुकथाहरूको विमर्श गर्ने कुरा यहाँहरू समक्ष जानकारी गराउँदै म पहिलो लघुकथातर्फ अगाडि बढ्ने यहाँहरू समक्ष अनुमति माग्दछु। केशव रिजाल यज्ञेश्वर दास, जो कण लघुकथा मञ्चको आजीवन सक्रिय ऊर्जावान व्यक्तित्व हुनुहुन्छ, उहाँलाई सुरुमै सम्मान व्यक्त गर्न चाहन्छु र उहाँले प्रेषित गर्नुभएको लघुकथा रहेको छ छोरी। लघुकथा छोरी यसरी अघि बढ्छ। भान्जालाई केटीको कुरो आएको छ, हाम्रै माइली काकीकी भदैको, त्यो परिवार सबै तैँले चिनेको छ सरे नि। केटी र भान्जाको एउटै फिल्ड रहेछ, कुरो मिल्यो भने यो मङ्सिर कटाउनु हुँदैन। केटी कस्तै छिन् हेरेर भनिदेन। दिदी फररर बोलिरहेकी थिइन्। भाइ चाहिँ ए गरिरहेको थियो।
तँलाई थाहा छँदैछ तेरा भान्जाको पढाइ पनि तगडा, कहिल्यै टप 10 तल आएन। आफ्नो काममा पनि अहिले ऊ जतिको कोही छैन भन्ने सुन्छु। अचेलको केटो भए पनि आफ्ना मान्छे, परिवार, साथीभाइ, इष्टमित्र सबै समान रूपले मिलाएर राखेको छ। भान्जाको रूप जिउडाल त तँलाई भन्नै परेन। सिनेमाको हिरो भन्दा कम त तेरो भान्जो, दिदी बोलिरहन्। केटी हेर्दाखेरि उसको हात खुट्टा, हिँडाइ हेराइ, बोली, दाँत सबै हेर्नुपर्छ है। तैँले हेरेर ठिक छ भनेपछि मात्र केटालाई देखाउनु पर्छ। मेरो कुरो बुझिस् नि? उनले फेरि थपिन्। दिदीले अन्तिममा भनिन्, केटी अलि मोटी छे भन्ने सुन्दै थिएँ। विचार गर है, हल्का मोटी त ठिकै हो, धेरै मोटी त तेरा भान्जाले मन पराउँदैन नि। फेरि मोटी केटी त देख्नै सक्दैन। दिदीको कुराले भाइ चाहेको कन्पारो तात्यो। उसले आफ्नी ठुली हुँदै गरेकी छोरी सम्झियो अनि ऊ ए छोडेर एउटा पूर्ण वाक्य बोल्यो। अरू कुरो त ठिकै हो दिदी, केटी मैले देखेकै छु, राम्री सुबानीकी छे। तिमीहरूको घरमा आयो भने तिम्रा घरलाई स्वर्ग बनाउँछे, तर ऊ मोटी नै छे। तिमीहरूलाई स्वभाव भन्दा पनि सौन्दर्य चाहिएको रहेछ। उनीहरूको परिवारले उसलाई केटो खोज्न पनि मलाई भनेका छन्। एकपल्ट मैले केटीलाई कस्तो केटो मन पर्छ भनेर सोधेको, मलाई बरु दारा निस्केको। केटो भए हुन्छ, तर तालो खुइले केटा चाहिँ देख्नै सक्दिन भन्दै थिइन्। हाम्रा भान्जाको त टुप्पी राख्ने ठाउँ पनि खुइलिसकेको छ, होइन र दिदी? लघुकथा समाप्त भइसकेको छ। विराटनगर 13 रोड शेष चोकबाट प्रेषित गर्नुभएको सुन्दर जस्तालाई तस्तै ढिँडालाई निस्तै भन्ने उखान सुनेकी थिएँ। आज चरितार्थ भए जस्तो लागेको छ। अत्यन्तै उपयुक्त, सुन्दर, मार्मिक लघुकथा प्रेषित गर्नुभएको छ। आदरणीय व्यक्तित्व केशव दाई, हार्दिक आभार प्रकट गर्दछु यहाँलाई। र यसको समीक्षा पक्कै पनि सुन्दर तरिकाले विमर्शकज्यूले गर्नु नै हुनेछ भन्ने पूर्ण अपेक्षा गर्दै एकपटक उहाँलाई म जोड्ने प्रयास गर्न खोजेँ, तर यहाँ उहाँलाई जोड्ने कुनै अप्सन भेटेकी छुइनँ। उहाँले मलाई यदि रिक्वेस्ट पठाउनु भएको खण्डमा म यताबाट एक्सेप्ट गर्ने कोसिस गर्नेछु भन्ने पनि उहाँ समक्ष जानकारी गराउन चाहन्छु। र विराज निरौलाको उपस्थितिलाई मैले निहालिरहेको छु। दीप दाईले पनि आफ्नो आइडीबाट कार्यक्रमलाई सुनिरहनु भएको छ, वाचिङ गरिरहनु भएको छ। दुवैजना आदरणीय व्यक्तित्व विराज निरौला चितवनको भूमिबाट उपस्थित भइसकेका छन्। दिनभरिको आफ्नो थकाइलाई पनि थकाइ नमानिकन कार्यक्रममा उपस्थित भइसकेका छन्। बाबुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी दीप दाजुलाई म जोड्ने प्रयास गरिरहेकी छु। दाजु, हजुरलाई एडिङ बनिरहेको छ कि कतिसम्म सम्भव हुन सक्छ, हामीलाई प्रविधिले कति साथ दिन्छ हामी वेट गर्दै गरौँ। तर म यता कार्यक्रमलाई भने निरन्तरता दिइरहनेछु। दोस्रो लघुकथा रहेको छ, सन्दर्भ रहेको छ रचना शर्माको सस्ती देवी लघुकथा अध्ययन पश्चात प्रेषित लेख्नु भएको लघुकथाको शीर्षक रहेको छ लौरो, र जसलाई प्रेषित गर्नुभएको छ आदरणीय व्यक्तित्व नन्दलाल आचार्यज्यूले। उहाँ लघुकथा प्रतिष्ठान नेपालको बौद्धिक व्यक्तित्व हुनुहुन्छ, साहित्यिक व्यक्तित्व हुनुहुन्छ। उहाँले हरेक कार्यक्रम अथवा साहित्यका हरेक विधाहरूमा आफ्नो कलम चलाइसक्नु भएको व्यक्तित्व हुनुहुन्छ। उहाँलाई कनेक्सन फिल्ड भनेको छ। उहाँको बौद्धिकताको सम्मान गर्दै आज प्रेषित गर्नुभएको लघुकथा लौरोलाई म वाचन गर्ने यहाँहरू समक्ष अनुमति चाहन्छु। भिडबाट जगतले मुखिया बालाई सोध्यो, त्यसो भए हामीले नयाँ पूजा कहिलेदेखि सुरु गर्ने बा? मुखिया बाले लामो सास लिएर सबैलाई हेरे। उनको अनुहारमा संकल्पको तेज थियो। पूजा आजैदेखि, मुखिया बाले गम्भीरतापूर्वक भने। तर यो भेटी चढाउने मन्दिर धाउने पूजा होइन, यो त जिम्मेवारीको पूजा हो, जसमा हामी आँखा खोल्छौं, हात खोल्छौं र सोच बदल्छौं।
दान पेटिकाको होइन, सेवाको बाटो रोज्ने संकल्प हो यो। एकाएक भिडमा कानै खुसी फैलियो। एक युवकले सोध्यो, तर यसरी देवी रिसाउँदिनन् र? मुखिया बाको जवाफ अटल थियो, देवी तब रिसाउँछिन् जब हामी मान्छे भएर पनि अर्को मान्छेको दुःखबाट भाग्छौं। यति भन्दै गर्दा शिर निहुराएर हिँडिरहेकी साइली अगाडि आइन्। उनले दृढताका साथ भनिन्, म भाकल होइन, काम चाहन्छु, श्रमको फल र आत्मसम्मान चाहन्छु। पछाडिबाट सहारा दिँदै आएकी वृद्ध आमाले पनि आफ्नो पीडा पोखिन्। म मूर्तिमा चढाइने दीप होइन, निरन्तर औषधि चाहन्छु। अनि ती दुई बालिकाले एकै स्वर हात उठाएर भने, हामी ढुङ्गाका मूर्ति होइनौं, हामी त यो गाउँको भविष्य हौं। साइली दिदीलाई सहकारीमा जोडौं, उनको उद्यमलाई टेवा पुगोस्। गाउँकै कोषबाट वृद्ध आमाको उपचारको जिम्मा लियौं र ती दुई कलिला बालिकाको भविष्यका लागि शिक्षाको प्रबन्ध मिलाऊं। नजिकै उभिएर यति बखान गरेपछि काकाले निसङ्कोच थपे, म लघुकथाको अन्त्यमा आइपुगेकी छु। गाउँका यस्ता असहायले को लौरो बनेपछि, पुनः दोहोर्याएँ मैले यसलाई, गाउँका यस्ता असहायको लौरो बनेपछि गाउँकी देवी मक्ख नपरे कान काटेर पातमा राखिदिन्छु। लघुकथा अन्त्य भएको छ। 2082 मङ्सिर 29 गते लेख्नु भएको लघुकथा प्रेषित गर्नुभएको छ। सुन्दर लघुकथा प्रेषित गर्नुभएको छ आदरणीय व्यक्तित्व नन्दलाल आचार्यज्यूले। यस्ता सुन्दर लघुकथा उहाँले कर्ण लघुकथा मञ्चको फेसबुक पेजमा पठाइरहनु हुनेछ। हिजो पनि पठाउनु भएको थियो, आजसम्म पनि उहाँले पठाउनु भएको छ र आगामी दिनहरूमा पनि उहाँले हामीलाई साथ सहयोग हौसला दिइरहनु हुनेछ भन्ने पूर्ण आशा अपेक्षा गर्दछु र उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु। र म यसको समीक्षाको निम्ति म समीक्षक ज्यूलाई नै सुम्पदै म तेस्रो लघुकथातर्फ अगाडि बढ्छु। मैले यहाँ उमानाथ दाहाल दाईको उपस्थिति पक्कै पनि झापाको भूमिबाट हुनुपर्छ, उपस्थिति जनाउनु भएको छ। हार्दिक आभार नमन व्यक्त गर्दछु हजुरलाई भन्दै म आजको अन्तिम तथा तेस्रो लघुकथा तर्फ अगाडि बढ्छु। म दीप दाईलाई पनि रिक्वेस्ट लठाउनै छैन रहेछ, एकपटक इन्भाइट गर्नु पर्यो। कड लघुकथा मञ्चमा मैले उहाँलाई इन्भाइट गरिरहेकी छु, एडिङ भनिरहेको छ, सक्सेस भयो भने ठिक छ, भएन भने पनि म अन्त्यमा आइपुगेको जानकारी गराएँ हजुरहरूलाई। तेस्रो लघुकथा रहेको छ बाबु साहेब, जसलाई प्रेषित गर्नुभएको छ कृष्ण बोहराज्यूले। त्रिपुरा सुन्दरी गापा छ सिन्धुपाल्चोक भनेर आफ्नो ठेगाना लेख्नु भएको छ उहाँले प्रेषित गर्नुभएको लघुकथा बाबु साहेब यसरी अघि बढ्छ। उताबाट एउटा ट्याक्सी हुइकिएर आयो, घर अगाडि ट्याक्क अडियो। ट्याक्सीमा सवार दुईजना मध्ये एउटाले भन्यो, बाबु साहेब कहाँ जाने होइन त? आफ्नै घरको छेउमा उभिएर रहेको अगम सिंहले बाबु साहेबको नाम सुन्ने बित्तिकै निकै ठाडो कान लगायो। त्यसो त बेला बेलामा बाबु साहेब कहाँ आउने जाने उनको दिनचर्या नै थियो। आफू पनि जिल्ला स्तरको नेता पनि हुन् उनी। बाबु साहेब पक्षधर भएकाले चुनावमा उनले बाबु साहेबलाई सघाउँदै आएका पनि हुन्। बाबु साहेब कहाँ जाने होइन त भन्ने सुन्ने बित्तिकै मुन्टो हल्लाउँदै उनी ट्याक्सीमा चढिहाले। दौरा सुरुवाल, ढाका टोपी, कोटमा क्या भद्र देखिन्थे उनी। 3 तोला र 2 तोलाको 2वटा औँठीले बायाँ हातको शोभा पनि बढेकै थियो। भर्खर उमेर ढल्कन लागेको एउटा भद्र नेताको पहिचान थियो उनमा। अगम सिंह चढ्ने बित्तिकै ट्याक्सी हुइकेर कहाँ पुग्यो कस्ता पनि भएन। बिहान 9 बजे हुइकेको ट्याक्सी कहाँ पुग्यो खै। अगम सिंह बेहोस भएछन्। उनी होसमा आउँदा उनलाई घरबाट निकै टाढा एउटा एकान्त चौरमा लम्पसार परेर सुतेको पाएछन्। हातका औंलाका दुवै औँठी गायब थिए। खल्ती छाम्दा खल्तीमा सुक्को पैसा थिएन, मोबाइल पनि थिएन। के भाडाले घर फर्किने खै।
भन्दै एकपटक सुई सुस्केर काटे। लघुकथा अन्त्य भएको छ। सुन्दर लघुकथा प्रेषित गर्नुभएको छ कृष्ण बोहराज्यू, त्रिपुरा सुन्दरी गापा सिन्धुपाल्चोकबाट बाबु साहेब शीर्षकको लघुकथा सुन्दर लघुकथा प्रेषित गर्नुभएकोमा यहाँप्रति हार्दिक आभार नमन व्यक्त गर्दै अब तीनैजना अब्बल अब्बल स्रष्टाहरूप्रति हार्दिक नमन व्यक्त गर्दछु जो आज छनौटमा पर्नु भएको आदरणीय व्यक्तित्व हुनुहुन्छ। एकपटक मैले नाम दोहोर्याउन चाहे आदरणीय व्यक्तित्व केशव रिजालज्यू, त्यसै गरी आदरणीय व्यक्तित्व नन्दलाल आचार्यज्यू र तेस्रो लघुकथा प्रेषित गर्नुहुने कृष्ण बोहराज्यू, यहाँहरू सम्पूर्ण आदरणीय व्यक्तित्वहरूमा पुनः नमन साधुवाद टक्र्याउन चाहन्छु। र यसको समीक्षाको निम्ति म आफू अब प्रत्यक्ष लाइभबाट बाहिरिएर आजको बियो आदरणीय दाई दीप मङ्गरान्तीज्यूलाई लाइभमा उपस्थित भएर वाचित लघुकथाको वाचन गर्नको निम्ति हार्दिक अनुरोध गर्दै आजको कार्यक्रम पनि विमर्शकज्यूलाई नै टुङ्ग्याउनको निम्ति अनुरोध पनि गर्दै म यहाँबाट बिदा हुन चाहन्छु। जय साहित्य, जय लघुकथा।